ल है गाइज, अहिले चाहिँ हामी अल्लरसटको ठमेल आइपुग्यौँ। हामी त यहाँ आउन अलिक चाँडो भएको थियो, तर पनि केही छैन। अनि हामीले त्यही चिसो मगाएर खायौँ। उहाँहरूले त बियर र मैले त ककटेल, किनभने उता गोर्खा कपमा उपर गर्नुभएको थियो नि त, त्यही भएर। अनि हल्का भोक लागेको कारणले गर्दा केही नेपाली फुडहरू मगाएर पनि खायौँ। प्रोग्राम चाहिँ सुरु भएको थिएन, त्यही भएर हामी त्यही हल्का गफसफ गर्दै खाँदै अनि भिडियोहरू एक दुईवटा क्लिप्स चाहिँ लिइरहेको थिएँ मैले। केही समयपछि मान्छेहरूको भिड पनि बढ्न थाल्यो र प्रोग्राम पनि सुरु हुन थाल्यो र दोहोरी कलाकारहरू आएर केही गानाहरू स्टार्ट गर्न थाल्नुभयो। त्यस पछाडि त्यो गानामा हामी सबैजना रमाइलो गर्दै गाना सुन्दै अनि मामा र माइजूको सिटिङ पोजिसनमै कपाल दोहोरी डान्स गरिरहेछ, एन्जोय गरिराख्नु भएको छ उहाँहरूले। रमाइलो भइरहेछ। मामा माइजूको खतरा डान्स देखेर फेरि मेरो सासू आमा हेर न हाँस्नु भएको मजाले। रात पर्दै गयो, मान्छेको भिड पनि बढ्दै गयो अनि केही फेरि हल्का ड्रिङ्क्स अनि मलाई पनि नाच्न मन लाग्यो, त्यही भएर म पनि नाचेँ माइजूसँग। अनि त्यहाँ उपस्थित कलाकारहरू र आउनुभएको सबैजनाहरूले अब रमाइलो गर्दै एन्जोय गर्दै डान्स गरिराख्नु भएको छ। द्याट्स इट, बाई, गुड नाइट।